हेलो साथीभाइ सेवा नमस्ते। म चाहिँ भर्खर उठिरहेको छु। अब काममा जान लागेको। जापानको लाइफ यस्तै छ साथीहरू, स्टुडेन्ट लाइफ। हेर्दा हेर्दै समय पनि कति अब अचम्म तरिकाले बित्दो रहेछ है गाइजहरू। आएको पनि हेर्दै हेर्दै 4 वर्ष पुग्न लागिसक्यो। गाह्रो छ हौ अर्काको देशमा। जति कमाए पनि जति राम्रो खाए पनि आखिर हामी परदेशी त परदेशी नै हो। अब हाम्रो देशको स्थिति यस्तै छ। अब नेपालमै चाहिँ नि अब 50,000 रुपियाँ महिनाको कमाउने चाहिँ नि अब अवसर मिलेको हो भनेदेखि यसरी अब विदेशिनु परिवारसँग टाढो हुनु मन त कसलाई पो थियो र होइन साथी हो। खैर केही छैन, स्वीकार्नु पऱ्यो वास्तविकतालाई। यसो भन्दै फेरि म सदा चाहिँ फेरि अनुहार धुन आफ्नो फेसवास यताउता गर्नलाई म बाथरुमभित्र छिरेँ। यस्तै छ है साथीहरू, हरेक व्यक्तिको आफ्नो आफ्नै कहानी छ होइन। सुरुमा आउँदा त अलिकति गाह्रो भएको थियो होइन, भाषाहरू यताउता आउँदैन थियो। तर अब अहिले चाहिँ धेरै कुराहरू बुझियो भनौँ न होइन। यहाँको कल्चरहरूलाई हरेक कुराहरूलाई चाहिँ बुझिएको छ। भन्दै कामतिर लाग्नु पऱ्यो साथीहरू। काम नगरी हुँदैन होइन। काम जा स्कुल आइज, काम जा स्कुल आइज, सुत, यसरी यस्तै भागदौडमा बितिरहेको छ है जापानको जीवन। गाह्रो छ है, तर के गर्नु, स्ट्रगल टाइम हो, स्ट्रगल गर्नै पर्यो। बाहिर चाहिँ त बबालै चिसो छ अहिले होइन। जापानमा चाहिँ निगाचोसम्म चाहिँ राम्रै जाडो हुन्छ। निगाचो भन्नाले फेब्रुअरीसम्म चाहिँ एकदमै राम्रो जाडो हुन्छ होइन। अनि फेरि गर्मीमा पनि बबाले। कामबाट फर्केपछि बबालै भोक लागिरहेको थियो। त्यही भएर मैले चाहिँ म्याकडोनल्ड्समा छिर्ने निर्णय गरेँ। म्याकको साथमा चाहिँ मैले कोल्ड ड्रिङ्क्समा चाहिँ हट लेमन मगाएको थिएँ। अनि एकदमै यो पनि बबालै लाग्यो मलाई। फर्स्ट टाइमको टेस्ट थियो, तर जस मिठो लाग्यो। जिन्दगी यस्तै छ साथी हो होइन। उतार चढाव अब लाइफमा होइन, विभिन्न किसिमको अप्स एन्ड डाउन्सहरू भइरहेको छ। तर हिम्मत चाहिँ कहिले हार्न छोड्नुहुन्न। र यति भन्दै आजको लागि चाहिँ म बिदा हुन चाहन्छु। यो मेरो ब्लग हेरिदिनु नि सम्पूर्णलाई धन्यवाद।